यहाँको भिड नयाँ होइन, हरेक वर्ष यस्तै हुन्छ। तर हरेक पटक यो भिडले केही फरक महसुस गराउँछ, मनभित्र कता कता शान्ति छोडेर जान्छ। नमस्कार, हजुरहरूलाई स्वागत गर्दै आज धेरै दिनपछि एउटा भिडियो लिएर आएको छु। हिजो पवित्र महाशिवरात्रिको दिन म र मेरा साथीहरू नागशङ्कर मन्दिर पुगेका थियौँ। म हरेक वर्ष यहाँ आउँछु, तर हरेक पटक यो ठाउँ अझै सुन्दर र अझै आत्मीय लाग्छ। मन्दिर परिसर पुग्ने साथ चारैतिर हर हर महादेवको गुन्जन सुनियो। घन्टीको आवाज र धूपको सुगन्धले पुरै वातावरणलाई भक्तिमय बनाएको थियो। मानिसहरूको अपार भिड भए पनि त्यो भिडमा हतारभन्दा बढी आस्था र श्रद्धा देखिन्थ्यो। हामी अलिक छिटै पुगेर सबैभन्दा पहिले दियो बाल्यौँ, शान्त भएर पूजा गऱ्यौँ। आँखा बन्द गर्दा केही माग्ने शब्द नै आएन, किनकि मन आफै भरिएको जस्तो महसुस भइरहेको थियो। पूजा सकेपछि मन्दिर परिसरको वरिपरि एक चक्कर लगायौँ, केही तस्बिरहरू पनि खिच्यौँ, ती क्षणहरूलाई सम्झनामा कैद गर्नका लागि। पूजा सकेर फर्किँदा हामीले प्रसाद पनि लियौँ, घोटा र लड्डु। अलिकति त्यहीँ बसेर खायौँ अनि बाँकी घरका लागि पनि ल्यायौँ। त्यो दिनको आशीर्वाद घरमा पनि बाँड्ने सोचले यसरी हरेक वर्ष झैँ यो यात्राले पनि सम्झाइदियो, भिड उस्तै हुन्छ, तर अनुभूति हरेक पटक नयाँ हुन्छ।